म लागि मेरो घरदेखि वृन्दावनगर 6 सुर्खेतको नयाँ पर्यटक क्षेत्रतिर। म अहिले घरबाट हिँडिसकेको छु। यहाँ 2-4 दिन अगाडि गाडीले हानेर एकजनाको मृत्यु भएको थियो। त्यसको लागि यहाँ के भइरहेको रहेछ, झगडा परिरहेको रहेछ। त्यसपछि म हिँडेँ। अब भने म दनादन हिँडेको छु। केही समय अगाडि म हङकङ बजार, सुर्खेतको हङकङ बजारमा पुगिसकेँ र म लागि घण्टाघरतर्फ। म घण्टाघर पुग्नुभन्दा तलतिर नै राम्रो ढकमक्क फुलेको फुलहरू भेटेँ र भिडियो खिचिहालेँ। अब लागि म सहमुख केही त्यहाँका बन्न लागेका पर्यटक राम्रा स्थलहरू र हल्का हल्का भिडियो खिच्दै हिँडिरहेको छु र तपाईहरूलाई जति सक्दो देखाउने प्रयासमा छु। यसपछि रह्यो म अब केही समयपछि भित्र जाँदैछु र हाम्रो सुर्खेतमा रहेको घण्टाघरको अवशेष अहिले नयाँ एउटा स्थित पार्कको निर्माण भएसँगै धेरै राम्रो सफा र सुन्दरता पनि देखिएको छ र यस विषयलाई मध्यनजर गर्दै यहाँ अहिले वृन्दावनगरकै सबभन्दा धेरै पर्यटक आउने स्थल पनि रहेको छ र म लागि यहाँदेखि सबै सेरोफेरोलाई समेटेर देखाउन मेरो एक्लो जिन्दगी, म एक्लै छु, मसँग कोही नहुँदा भिडियो खिच्न र मैले बाहिर रूपबाट म देखिन देखाउन भएन। म यति गर्दै भिडियोको सेरोफेरो गर्दै उहाँको चौतारीमा बस्दै चिसो चिसो हावा खाँदै घण्टाघरलाई हेर्दै मनन गर्न थालेँ। अब यति हेरिसक्दा सुन्दरताले परिपूर्ण भएका ढकमक्क फुल्न लागेका फुलहरूसँगै म रमाउन थालेँ र केही समय बितेको पत्तै भएन। लाग्छ यहाँको सुन्दरता, यहाँको यति चर्को घाम लाग्दा पनि खासै महसुस नहुने अलि धेरै राम्रो भएको रहेछ र यहाँको वातावरण यताउता हेर्दा धेरै खुसी पनि लाग्दो रहेछ र यहाँ धेरै राम्रो र धेरै सुन्दर पनि अहिले भएको छ। यसपछि म लागि अब यो घण्टाघरलाई छोड्दै म केही अगाडि बढ्दैछु, तपाईहरूलाई देखाउने छु कहाँ जाँदैछु, के गर्दैछु भन्ने विषय तपाईँ राम्रोसँग भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। म लागि अब वृन्दावनगर 6 मा रहेको रङ्गशाला अहिले कुनै पनि अहिले नयाँ स्थापना भएको, अहिले नयाँ बनाउँदै गरेको र नयाँ बनाइसकेको कुनै पनि रङ्गशालाको नजिकै पुगिसकेको छु। यो रङ्गशालाको यो बाहिरको ल्याआउट तपाईहरूलाई देखाउँदैछु। तपाईलाई के कस्तो लाग्यो? नजिकै हुनुहुन्छ भने आएर हेर्नु होला, यदि हुनुहुन्न भने हेर्नु होला। अहिलेको धेरै नै सुन्दर शान्त वातावरणमा बनेको यो चाहिँ अहिले धेरै राम्रो छ र यो पुनः अहिले सञ्चालनमा आएको छैन, केही समय लाग्छ र काम हुँदैछ। यसपछि लागे म यसको वातावरण देखाउँदै यसको राउन्ड वरिपरिको फिनिसिङ हेर्दै लागि धेरै राम्रो लाग्यो र मलाई धेरै मन पनि पर्यो, किनकि यसको डेकोरेसन अरू देशको जस्तै, अरू ठाउँको एउटा प्रसिद्ध ठाउँको जस्तै वृन्दावनगरमा पनि बन्छ भन्ने मलाई अझसम्म पनि लागेको थिएन। जब बनिसक्यो त्यसपछि मैले महसुस गर्न पाएँ कि यस्तो हुँदो रहेछ भनेर म लागि। अनि त्यसपछि भिडियो खिच्न पछाडि क्या दामी यसको यी साना साना कुराहरूलाई म टिपोट खिच्दै हेर्दै रमाउँदै इन्जोय गर्दै म हिँडिरहेको छु। अहिले रङ्गशालाको सेरोफेरोमा म आफ्नो समयहरू व्यतीत गर्दै आइरहेको छु, किनकि म वृन्दावनगर 6 सुर्खेतमा छु अहिले र यहाँ बाहिरदेखि लगेर पार्किङ र बाहिरको वातावरण पनि धेरै सुन्दर, सफा र सकारात्मक देखिन्छ र यहाँको हरेक कुराहरू नयाँ डिजाइनमा बनाइएको छ
र यस विशेष हेर्दाखेरि धेरै नै राम्रो सफा सुन्दर देखिन्छ। ल अब लागि म यो विषयलाई यहीँ स्थगित पुनः राख्दै म अगाडि बढ्दै छु र जति पनि जनाले देख्नु भएको छ अहिले त चित्र अहिले त सबै सामाजिक सञ्जालमा तपाईहरु जताततै पनि देख्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ खासै उ भएन। अब म लागि हुँ वीरेन्द्रनगर 6 सुर्खेतको बस पार्क नजिकै म अब बस पार्क जाँदैछु। केही समयपछि यो पछाडिको चाहिँ यो तपाईले जुन देखिरहनु भएको छ यो सुर्खेत बस पार्कको लेआउट हो। तपाईहरुले कतिजना त कर्णाली प्रदेशको मान्छेहरुले त यहाँ सुर्खेत बस पार्क नआउने त कोही पनि नहोला। तैपनि यसको चाहिँ यहाँदेखि तपाईहरु जहाँ जान चाहनुहुन्छ कर्णाली प्रदेशबाट यता आउँदा तपाईहरुलाई लिने गरिन्छ। यो हो बस पार्क। तपाईहरु हेरिरहनु भएको छ र तपाईहरुलाई यहाँको मन नपर्ने कुरा भनेको र हरेक समयको हरेक अवस्था सिचुएसन फरक हुँदो रहेछ र जस्तो अवस्था त्यस्तै समय परिस्थितिले गर्दाखेरि त्यस्तै बनाउँदो रहेछ। र अब म लागे आफ्नो रुमतिर। आजको भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्न नभुल्नु होला।